Everybody asking how we doing, say we good. Don't need no one to tell me how to live just like they would. It ain't their business, but they in it. I don't know why. Revolved around my life after I found another. Hello everyone, welcome to my channel. After 1 year or maybe 1.5 year, I don't know, हैन अब चाहिँ म कन्टिन्यू ब्लग गर्छु भनेर सोचिरहेको छु अनि एक्चुअली आज चाहिँ मेरो डे अफ हो अनि मेरो सिरानी चाहिँ खास त्यहाँ छ तर मेरो टाउको यहाँ छ म घुमेको छु फोन हेर्दै स्क्रल गर्दै घुमेकै छु हैन अनि आज चाहिँ मेरो प्लान चाहिँ मोमो बनाएर खान्छु मोमो र मोमो अनि त्यसपछि सलोनको लागि जुत्ता हेर्नु जान्छु भन्ने मेरो सोच छ बट आई डोन्ट नो इफ हैन मैले त्यो गरे भने चाहिँ आई विल बी कन्टिन्यू ब्लगिङ बट अब अल्छी लाग्यो भने म गर्दिनँ ब्लग सो त्यही हो म धेरै पछि मेरो यो इनर्जी ब्याकबाट आइरहेको छु अनि स्टिल म ओछ्यानमै छु हैन अनि अब उठेर सलनको लागि खाना बनाउनु पर्छ भोलिको लागि खाना अनि मोमो बनाउँछु अनि त्यसपछि करेन बनाउँछु अनि म देखाउँछु है त के गर्छु भनेर अब म पहिला फ्रेस हुन्छु मुख सुख धुन्छु ब्रस गर्छु अनि म किचन पस्छु हेर्नु गाइज मेरो सिरानी त्यहाँ छ म यहाँ पल्टिरहेको छु भनेपछि म कसरी घुमेको गर्दै बस्छ होला तर म अब उठ्छु है अब म उठ्छु Oh my god wow I will be back गाइज म चाहिँ अब उठ्नुभन्दा अगाडि चाहिँ मेरो ओछ्यान मिलाउनै पर्ने हुन्छ ओछ्यान नमिलाई चाहिँ म कहिले पनि ओछ्यानबाट झर्दिनँ हैन अनि किनभने म ओछ्यान मिलाएर झरेन भने चाहिँ म भरे मिलाउन सक्दिनँ त्यही भएर म ओछ्यान मिलाउँछु है मिलेगा मुझे तेनु जाना मैले ओछ्यान मेसेज my tissue but then this is my pillow this is my bed guys अनि यहाँ तल चाहिँ मेसी Hi guys म चाहिँ फेमेकसँग बोल्दा यहाँनिर फर्सी र आलुको सब्जी बनाउँदैछु अनि यहाँ मेरो खाना पाकिसक्यो अनि त्यसपछि यहाँ छ मेरो आजको किमा आज म मोमो बनाउँदैछु भनेर अघि नै भनिसकेको छु नि त सो यहाँ चाहिँ मैले मासु बनाइसकेँ सब्जी बनाउँदैछु यहाँनिर भोलिको लागि अनि अब म प्याज म मासु किमा बनाउँछु म किमामा के हाल्छु भने कोपी प्याज अनि धनिया मात्रै हाल्छु यो भेजिटेबलमा चाहिँ अनि मासु मेरो फोन पक्रिदिने मान्छे छैन सो त्यही हो वेट म किमा बनाउँछु अनि किमा बनाएपछि भेट्छु मैले के गरेँ म सबै जति पनि गरेँ मम्मीहरूसँग फोनमा बोल्दै हैन घरमा फोनमा बोल्दै गर्दै काम पनि सके सो किमा बनाएर आई विल बी ब्याक दिस इज माई खाना भोलिको लागि अनि यहाँ चाहिँ मोमोको लागि किमा वाज रेडी अनि यहाँ मैले अलरेडी डो मुसिसकेको छु अनि दिस वाज इज माई किमा चिकन किमा टेन अनि अब चाहिँ म मोमो बनाउँछु यो फ्रिजमा राखेर आएर So, hi guys, यो चाहिँ हो मेरो बेल्ने सामान अनि यो चाहिँ हो मेरो यसमा चाहिँ म बेल्छु This is my बेलना This is life of abroad काम चलाऊ यसमा चाहिँ म डो बेल्छु अनि यो चाहिँ हो मेरो बेलना अनि हियर इज माई मोमोको किमा अनि हियर इज माई मोमोको डो सो लेट्स स्टार्ट इट यसमा पानी उमाल्छु फर्स्ट Here we go. सुरुमा यस्तो गर्छु
ठुलो मोमो खानु मन छ हैन म धेरै भर्खर नै मोमो आएको म बनाएपछि भेट्छु मेरो मोमो पनि पाक्यो गाइस यहाँ पाक्यो यो फर्स्ट पाक्यो अनि यहाँनिर सेकेन्ड पाक्दैछ अनि म यो चाहिँ फ्रिजमा राख्छु कहिले कहिले खानुको लागि अनि यो चाहिँ म आज खान्छु करेन्टसँग सो त्यही हो गाइज मेरो सेकेन्ड लटको मोमो यहाँ पाक्दैछ सो तर म यो चाहिँ खान्छु एउटा अचार वाच हियर आई डोन्ट नो कस्तो छ आफूले बनाएको भनेको आफूले बनाएको हुन्छ बब्बा एकछिनमा भेट्नु मैले अब रुम सफा यहाँनिर किचन सफा गर्नु पर्यो नि त छिनेकै सो आई विल ब्याक हाई गाइज म चाहिँ यो खान लागेको है त आज मेरो कम्बो पोस्ट एग टिक 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 यस लाइक दिस इज माई फुड फर टुडे टिक 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 अब फिनिस सफा पनि गरिसकेँ अब लास्ट त्यो डिस छ त्यो पनि सफा गर्छु अन्त भेटौँ है त बिफोर एन्ड आफ्टर फिनिस टेन्टरेन अब म गएँ अब म जान्छु सावर लिन्छु बा अनि त्यसपछि चाहिँ म खान्छु आफ्टर सावर भेटौँ है त अब म चाहिँ खान लागेको छु हाई म चाहिँ नुहाइ धुवाइ गरेर आइसकिसकेँ फ्रेस भएर अनि अब चाहिँ खान लागेको मोमोबाट स्टार्ट गर्नु अघि चाहेको चाहन त वेट खाएर मिठो 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 this one look la 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 like this maybe 1 week पछि मैले खाएको होला करेन्ट आज भन्नु त हैन होला बट अल्सो ओके अन्त करेन्ट किन यति लुगा काला त्यस्तो किन यति मिठो भएकोलाई वेट म पछाडिको ब्याकग्राउन्ड मिलाएर आउँछु खोज्दैछु छप्पादेखि है म चाहिँ यस्तै खानु मनपर्छ क्या सबै मिलाएर एउटा एउटा खानु मनपर्छ थोरै थोरै होस् तर सबै होस् यो मिलाउँछु यो खान्छु अनि त्यसपछि रुम सफा गर्छु अनि जान्छु त किन्नु अचार पनि यही साइडमा हाल्छु मुखबाङ जस्तो पनि भयो मैले छुट्टीमा चाहिँ छुट्टीएर बस्नु सक्दिनँ क्या किन यति मिठो हुन्छ के वाइ मलाई भिडियो बनाउनु छ त मेरो स्टोरेजको प्रब्लम छ क्या मेरो फोनमा त्यही भएर म बनाउँदिनँ नभए म भिडियो त जहिले बनाउँछु आई लभ टु मेक भिडियो मेमोरी
मोमो र करेन्ट त मलाई चाहिँ रातको रानी त्यो एक्सप्लेनेसन ड्रामा हुन्छ नि कहानीको सुरुवात हुन्छ ज्याङकुबाट याङकुबाट भन्ने म त अहिले यस्तो एडिट भएको छु कि त्यो त म त हेरे गर्छु बिग बाइट A few moments later. म चाहिँ रेडी भएँ म बाहिर गएर मेरो आउटफिट देखाउँछु त किनभने रुमको हालत चाहिँ डिजास्टर छ सो रेडी भइसकेँ म चाहिँ गएको होइन अनि यहाँ चाहिँ हाम्रो नेबरहरू पनि छ नि त टेक केयर भन्दैछ ओके भने मैले प्रस्ताव बोकेँ ओके वेट आई विल सो माई आउटफिट के टु यु कहाँ राखेर देखाउँ राख्नु त छैन ए म लिफ्टमा देखाउँछु लिफ्ट त म जुत्ता किन्छु अनि त्यसपछि भयो भने सब्जीहरू पनि किन्छु वेट दिस इज माई आउटफिट चप्पल लाग्छु अनि म यहाँ छु अनि म जान्छु अनि म चाहिँ जाँदै जाँदै भिडियोहरू पनि बनाउँछु अनि तर अनकम्फर्टेबल हुन्छ क्या यहाँ चाहिँ भिडियो बनाउँदै हिँड्दाखेरि चाहिँ मलाई अलिकति अनकम्फर्टेबल लाग्छ क्या म चाहिँ जाँदैछु प्रिन्सेस भएर अनि मलाई चाहिँ भिडियो बनाउँदै हिँड्नु चाहिँ कस्तो अप्ठ्यारो लाग्छ नि यस्तो अप्ठ्यारो लाग्छ म भन्नु सक्दिनँ अनि मेरो कन्फिडेन्स चाहिँ यति लो भएको छ कि गाइजहरू अब म नियाजनसँग बोल्छु अनि नियाजनसँग बोल्दै जान्छु किनभने अलिकति कोहीसँग बोल्दै गयो भने चाहिँ मलाई पनि अलिकति हल्का फिल हुन्छ नि त त्यही भएर जुत्ता किन्ने ठाउँमा मात्रै भेटौँ ल बाई बाई गाइज म चाहिँ अहिले यहाँ आइसकिसकेँ हिँड्दै एक्लै साथी न सँगी एक्लै रङ्गी चङ्गी मलाई चाहिँ डुल्नु भनेपछि साथीभाइ चाहिँ चाहिँदैन है म चाहिँ एक्लै पनि डुल्दैछु त्यस्तो खतरा छु म तिम्रो मन दुख्यो होला अनि अब म जुत्ता किन्ने ठाउँ चाहिँ आइपुग्यो ऊ त्यहाँ पर हो अनि म जुत्ता किन्छु त्यसपछि म यता बिक्सीतिर पनि जान्छु ग्रिन हाइपर पनि जान्छु अनि पर एम्बेस्टर पनि जान्छु सो त्यही हो गाइज मैले जुत्ता किन्ने ठाउँ चाहिँ उता पर हो होइन अनि म जाँदैछु यतापट्टि शीतल भएर म यताबाट हिँडेको हो क्या तर म कस्तो हाँस उठ्छ क्या मलाई अब म जुत्ता किन्ने ठाउँ पनि आइपुग्यो होइन अनि अब म जान्छु जुत्ता किन्नु त्यहाँ फोन चलाउँदै रहेछ हेलो मैले किन्ने ठाउँ चाहिँ यहाँ हो 36 size in the same color.
म यहाँ जुत्ता किन आएको छु आज मैले किन यो कलर लगाएको भने नेल्स पनि ठ्याक्कै यो छ क्या अनि सो त्यही भएर मैले जुत्ता पनि किनेर भ्याएँ होइन अनि अब मैले सोचिरहेको छु म सी साइड जाउँ कि म नजाउँ कि म उतानिर 1 केजी 2 केजी आलु भए पनि बोकौँ के गरौँ भयो मलाई मेरो अदुवा छैन के गरौँ भयो सो म आइसक्रिम खान्छु अब लेट्स गो टु बाई आइसक्रिम ओके अनि फेरि म यहीँ आएर बस्छु किनभने मलाई यो ठाउँ मन पर्यो किनभने कोही पनि छैन नि त सो त्यही भएर भ्लगर अरे अनि मलाई चाहिँ मान्छेको अगाडि त भिडियो बनाउनु पनि लाज लाग्ने के होला यस्तो आइसक्रिम म चाहिँ आइसक्रिम खाँदैछु म भिडियो बनाउँछु ल परबाट यो चाहिँ बिरालोको देश हो है बिरालो त यहाँ यति धेरै हुन्छ गाइज यति धेरै हुन्छ ओमै के गरेको सलाम अलैकुम Look at this guys. Look at my के गरौँ के नगरौँ आलु किन्न जान्छु आलु किन्छु अनि भयो भने बोडी किन्छु सब्जी पनि यति किन्नु त मनपर्छ नि के गर्नु आएको बेलामा होइन तर त्यस्तो हुन्छ क्या बिग्रिहाल्छ क्या फ्रिजमा कपाल पनि जगटाको त्यस्तै भयो त हो म यो पनि मिलाउँछु मैले ब्याङ्क्स काटेर यति रिग्रेट गरेँ कि रिग्रेट जहिले नै हुन्छ यो ब्याङ्क्सले त तर पनि अब चाहिँ लास्ट काट्छु भन्छ है फेरि काट्नु मनपर्छ अब चाहिँ फेरि लास्ट काट्छु भन्छ फेरि काट्नु मनपर्छ बहुत खूबसूरत हो आप सर से पा तक दिल झूम झूम जाए दिल झूम सुनो किन मनमा राख्छु तिमी 1-2 दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न देखिरहेको छु म तिम्रो छेउमा अनि मैले चाहिँ टिकटक पनि 2टा भिडियो बनाएँ अनि त्यसपछि म बिक्सीमा छिरेँ यो चाहिँ बिक्सी हो है त गाइस अनि मलाई चाहिँ सेम्पू किन्नु थियो अनि मैले चाहिँ सलोनको एउटा प्रोफेसनल केटीलाई कल गरेको त्यसले उठाएन अनि मैले सेम्पू पनि किनिनँ अनि सो म टुइ ढुल्दै मात्रै छु है त किन मलाई यहाँनिर राखेन होला है करेन्ट मलाई मन पर्दैन आजकल मलाई यो र यो मात्रै मनपर्छ आई लभ दिस एन्ड दिस ओन्ली नो दिस यति भएन भने म खान्छु पनि होला seafood I'm taking आलु ब्लगरको हालत चाहिँ यस्तो छ गाइज भर्खर आइपुगेर भिडियो कलमा बोल्दै मम्मीसँग पनि आइपुगेँ रुम अनि ब्लगरको हालत चाहिँ यस्तो छ ब्लगरलाई चाहिँ बाहिर भ्लग गर्नु भनेपछि फेरि कन्फिडेन्स चाहिँ घटेर कहाँ पुगेको छ रहेछ आज चाहिँ म गर्छु भ्लग गर्छु भन्दा पनि सकिनँ साथीभाइहरू दिस इज माई चिम्टी अफ द इयर अनि सो त्यही हो ब्लग गर्छु भन्दा पनि ब्लग गरिनँ अब जे हुन्छ त्यही हाल्छु अब म फ्रेस हुन्छु मुख सुख धुन्छु यस्तो राम्रो मेकअप गरेको मेकअप भत्काउँछु कति राम्रो मेकअप गर्छु म
सो थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज अनि जे जस्तो हुन्छ म हाल्छु यो भिडियो चाहिँ किनभने मलाई पनि राम्रो लाग्यो किनभने पछि गएर म हेर्छु क्या यो भिडियो चाहिँ अनि सो त्यही हो थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज इफ यु लाइक माई भिडियो देन प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई च्यानल अनि अब चाहिँ म कन्टिन्यू ब्लग गर्छु सो त्यही हो गाइज अब चाहिँ साँच्चीकै कन्टिन्यू है त थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई